नमस्ते तस्दिने फ्याकुलो एन्ड भेरी गुड मर्निङ टु माई युट्युब फ्यामिली। आज मेरो प्यारो साथी बसन्त प्रीति विवेक मन्दिलाहरू यहाँ आउनुभएको छ। हामी चाहिँ गुम्बा जानेवाला छ होइन। गुम्बाहरू घुम्यौँ, राङ्का घुम्यौँ, अन्त ब्याक यहाँ होटेल आउँछ। अन्त बेलुका चाहिँ हाम्रो सानो गेट टुगेदर पार्टी हुन्छ विथ अब युट्युब फ्यामिली। यहाँ सिक्किमको हुनुभएको छ। सो दिनभरिको प्रोग्राम के हुन्छ तपाईँलाई देखाउनेवाला छु म। हाम्रो आचु गुड मर्निङ, ठिकै हुनुहुन्छ? ओके। अन्त आजको नजारा हेरेर हेर्नु, यस्तो ब्युटिफुल है, लभली। फाइनली पर्खिँदा मेरो ब्रदर पनि आइपुग्यो। नमस्ते सबैजना युट्युब फ्यामिलीलाई झ्याम्मै माया छ है त, मुटुबाट क्या ढुकुचुकुबाट झ्याम्मै नमस्ते सबैजनालाई। नमस्ते। आज फुल पार्टी छ हाम्रो यहाँनिर हो। आज चाहिँ बबिताकोमा बस्नै पर्ने हो नि त। के छ आज यसो बबिताको परिवार भन्यो लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु। हिजो पनि हेर्दै सुतिपऱ्यो है। गोल मात्रै भने कि चुरुक्कै हुने। हिजो बेलुका नै हामीसँग हुनुहुन्थ्यो बबिता होइन। एकछिन दिउँसो रेस्ट गरेर बेलुका चाहिँ ल फुटबल हेरेर त्यो भएपछि अब मजाले होइन रिल्याक्सै थियो। रिल्याक्स थियो। ल अब एकछिनमा के हुन्छ त्यो पनि देखाउने वाला छु। हाम्रो अभिषेक सर पनि आइपुग्नु भयो। थ्याङ्क यू फर द ब्रेकफास्ट। ओके मिठो लाग्यो ल ल भर्खर अफिसबाट आएर। ओके। हामी चाहिँ अब रुम टेकको लागि लाग्यो। अन्त मेरो फर्स्ट ब्लग अभिषेकसँग। अभिषेक भाइ हेलो। हाम्रो विवेक पनि छ हो। अरू रेस्ट बसन्तको गाडीमा छ। हामी चाहिँ अब यो ओडामा जाँदैछ। अडम पुलबाट चाहिँ निक्लेर चाहिँ माथि रुम टेक जान्छ। सरी अघि चाहिँ हामी अडम पुलबाट जान्छ भनेको थियो, किन बाटो बन्द थियो भनेर। बाटो चाहिँ खुलेछ। सो वी आर गोइङ टु रुम टेक। यहाँको ब्रिज। हामी रुम टेक जाँदा बाटोमा के देख्यो हेर, घोडा छ यहाँ हो। है है हेर कस्तो दामी रहेछ घोडा। हाम्रो बस अगाडि आइपुग्यो। यो चाहिँ हाम्रो मिनी पछिल्लो। यस बाई। अब यहाँबाट चाहिँ लाग्यो रुम टेकतिर। यो उकालो चाहिँ अब हामी रुम टेकतिर लाग्दैछ। यस्तो छ बाटो चाहिँ नट ब्याड छ, दामी छ। यहाँबाट चाहिँ ल राइटपट्टि गयो भने चाहिँ रङ्का जान्छ, अगाडि गयो भने चाहिँ अब रुम टेकपट्टि लाग्दैवाला छ। हामी सानो बजार यस्तो छ। यहाँबाट चाहिँ रुम टेक 0 आइपुग्यो। अब तल गयो भने चाहिँ अडम पुलहरू जान्छ। यहाँबाट चाहिँ अब हामी रुम टेकपट्टि लाग्दैछ। हामी आइपुग्यो रुम टेक गुम्बा होइन। रुम टेक गुम्बाको नजारा हेर्नु, वाउ। अन्त यहाँबाट चाहिँ तपाईँहरूले गान्तोकको नजारा। रुमटेक मोनेस्ट्रीबाट हामी निकै तल आएर अब होटेल तर्फ लाग्दैछ। मजा आयो रुमटेक मोनेस्ट्री, दामी रहेछ। ल अब सिधै होटेलमा गएर भेट्नु। ल त अब हामी यो खेलगाउँपट्टि आइपुग्नु थियो। अन्त खेलगाउँको नजारा पनि तपाईँलाई देखाउँछु फेरि। रुमटेकबाट हामी चाहिँ घर आइपुग्यो। अन्त रुमटेक मोनेस्ट्रीको भित्र पनि राम्रो भयो। अन्त कस्तो लाग्यो? सुपर से ऊपर सबैभन्दा ठुलो त हामी त्यहाँ पुगेर है
आशीर्वाद लिनु पायो एकदमै खुसी लाग्यो है पूजा पनि भइरहेको थियो एकदमै हुन्छ नि मन पनि हल्का भयो त्यही नै त्यहाँबाट गान्तोकको सिन कस्तो लाग्यो सिन फेरि गान्तोकको A1 अझै त्यो एरिया भनेको नि बेलुका गान्तोकको लाइटहरू आउनु भएको छ दामी देख्छ सुपर क्या मजा आयो अब हल्का रिल्याक्स गर्ने है अब चाहिँ हाम्रो पार्टी अब सुरु हुनु लागिरहेको छ होइन अन्त हाम्रो भाउजू पनि आइपुग्नु भयो नमस्ते भाउजू नमस्ते भाउजू भन्दा हाम्रो अभिषेक पनि आइपुग्यो दिनु किन पेट्रोलिङ छ भने ए पेट्रोल ओके बजार पेट्रोलिङ अन्त मेन कुरा चाहिँ के भने हामीले मासु ट्याक्कै पाएन लास्टमा हामीले उयो के पायो अब तपाईँले दिएको मासु नपाएर चाहिँ ल्यायो हामीले सुँगुरको खुट्टा ल्यायो हो ए खुट्टा लिएको छ हो त्यसपछि यहाँ छुर्पी हो त्यसपछि यो ए यति नै यति नै आजको पार्टी चाहिँ यो हाल्यो हो यो टक्का हाल्यो त्यहाँदेखि निम्बु हाल्यो त्यहाँदेखि चाहिँ फ्रेस लेमन सोडा र काँक्रा बजायो त्यहाँ सुक्यो यहाँ अरू यहाँ पनि ल्याइदिनु यो खानाको आइटम थियो आज हाम्रो दिउँसोको खासमा चाहिँ यो दिउँसोको लन्च हो हाम्रो होइन तर आज दिउँसो हामीले बाहिरै लन्च गऱ्यो अनि यो चाहिँ अब हामी बेलुका फिस डिनरमा आज यो खान्छ होइन यो फिस हो अनि यो चाहिँ तपाईँको आलुदम हो दाम यो चाहिँ राइस होला यो राइस हो हो यो चाहिँ दाल है दाल चाहिँ यहाँ छ दाल छ हो यति नै हो छैन होइन यो अब चाहिँ यतिमा हल्का पार्टी सुरु हल्का पार्टी अब भन्दा चाहिँ अब यही हो फेस्टिभल सोडा पार्टी त्यसपछि डिनर त्यसपछि ल्यान्डिङ्स त्यो चाहिँ हो कुरा होइन त बोरिङ भयो है मासु पाएर अब हेरौँ के हुन्छ कसो हुन्छ होइन त्यहाँदेखि तपाईँलाई देखाउनुपर्छ यो हेर त आम्मामा के दामी यसलाई के भन्छ यसलाई के भन्छ फुलफुडेन्स फुलको ट्याङ्क्स हेर त फुलफुडेन्स हो फुलफुडेन्स होइन फर्स्ट आइटम स्यालेड हो भुजा पनि छ अब एकछिनमा चाहिँ बम्पीको यो हेर यो स्यालेड होइन म हल्का यो भुजा दिल रञ्जन दिल रञ्जन दिल कि रञ्जन यस अलिअलि खाएर चाहिँ चाहिँ सुनाउनु पऱ्यो नि त टेस्ट चाहिँ क्या लाजवाब लाजवाब त छैन त अन्त आइसला यतिको त हुनु पऱ्यो गुड ठिक छ है एम बनाएको छ दानी है छुर्पी है छुर्पी काँक्रा होइन अहिले अलिकति टपिङ पनि हाल्छ काँक्रा टमाटर टमेटो चिल्ली सल्लै अन्त हाम्रो अरे ए के विवेक कस्तो छ प्रिटी मिठो भएछ म बसन्त त अब तपाईँलाई के भन्नु र म मिठो तितो केही भन्दिनँ पहिला सुरु बजाउँछु बजाउँदा चाहिँ यसरी ला हो यो त फेरि खरा स्टाइलले खाने हो नि त यस्तो क्या कस्तो लाग्यो नानी तर अरू चाहिँ सुन्दा सोध्छु काम न चाहिँ किन परेको हात चाहिँ किन कामेको यस्तो नि त कहाँ कामेको ए ओके हात त मरै काम जाने नि कमाउनु पऱ्यो त्यसको लागि स्टिल आम्मामा तातो तातो आलुदम यो तर म यो आलुदम चाहिँ खान सक्छु पिरो पिरो आज चाहिँ मेरो प्यारो भाइ बसन्तलाई एउटा एक दुई कुरा सुन्नु छ यहाँ 2 दिन भयो है आएको 2 दिन भयो आएको होइन सफल कस्तो लाग्यो 2 दिन भयो है हामी अब सिक्किममा बसेको एकदमै धेरै नै रमाइलो लागिरहेको छ मजा आयो है माथि 2 दिन त हामी माथि सर्कुमा स्टे गऱ्यौँ 2 दिन बस्यो नि माथि सर्कुमा है एक दिन बस्यो 1 दिन हो 2 दिन हामी ट्रिकोबेटिया सर्कुमा बस्यो धेरै नै मजा आयो त्यहाँ पनि हामीलाई फुल फेसिलिटिज थियो होइन अनि त्यो 2 दिनभित्र अस्ति सिक्किम आएको दिन नै हाम्रो अभिषेक सर र हाम्रो म्याडम है उहाँहरू हामीसँगै हुनुहुन्छ उहाँहरूले एकदमै धेरै उहाँहरूको के अरे ड्युटीहरू हुँदा हुँदै पनि हामीलाई धेरै टाइमहरू दिइराख्नु भएको छ
अनि आज चाहिँ हामी खासमा फर्किनेवाला थियौँ, तर बबिताले चाहिँ भन्नुभयो नि त आज मेरोमा बसेन भने चाहिँ ये दोषी दिवाला गाना चाहिँ म कहिले पनि गाउँदिनँ भन्नुभयो नि त हो। त्यसको लागि हुन्छ गाउनु पऱ्यो होला नि त गाउने। 1 2 3 हे दोस्ती हम नहीं तोड़ेंगे तोड़ेंगे दम मगर तेरा साथ ना छोडेंगे। कस्तो नहीं नहीं सुपर खोइ त पढ्दैन त खोइ त अन्त आज चाहिँ हल्का लोकल मात्रै खानुपर्छ भन्नुहुँदैछ कविताले, त्यसले गर्दा हामी यहाँ परबाट 5 लिटर लिएको छ अरू यसले चाहिँ के हुन्छ थाहा छैन। लोकलको नाम पनि भन्नु भनिदिनुहोस् न। फ्रेन्च लाइन सोडा यति भन्दै आज मेरो ब्लग एड पनि हो? आज मेरो ब्लग गाना सुनाइदिनु यो तपाईँको सक्दैन सधैँ 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 भने सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका दिनहरू कति तर्पे कति पर्खे फर्की तिमी आएनौ वेदनामा के भन्छ गीत रचे फर्की तिमी आएनौ वेदनामा गीत रचे। थाहा छैन सर माफ गर्नु है। यति भन्दै आज मेरो ब्लग पनि यहाँ एन्ड गर्छु सी माई नेक्स्ट ब्लग बाई सक्नु पायो भनिदिनु बाई भन्नु यति भन्दै आज मेरो ब्लग यहाँ एन्ड गर्छु सी भन्छु खै बाबाई बाई